यो पानी बढे पनि यहाँदेखि सट्टै छिर्ने ठाउँ छ सट्टै छिरेर मुनिपट्टि जान्छ है त हामी चाहिँ आज जस्तो भए पनि पानी माथि बस्नेवाला छौँ त्यो पनि एक रात है ल उता देऊ ल त्यो साइडमा है पोखिन्छ है दुध चाहिँ अहिले हामीले खाँदिनौँ किन भन्नुहुन्छ भने चाहिँ यो च्याउ छ यो च्याउसँग मिसाउनु हुन्न अरे यो च्याउ पनि दामी पाकिसक्यो यहाँ खाना हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एन्ड न्यू भिडियो है त आज पनि हामी निस्किसकेको छौँ वाटर हाउस सर्भाइभल च्यालेन्जको लागि है त आज चाहिँ डिफ्रेन्ट टाइपले बस्नेवाला छौँ त्यो पनि साथीहरू कता सरला खोल्सामा है त यो पारीको ठ्याक्कै खोला चाहिँ हामीले लोकेसन चुज गरिसकेको छौँ त्यो खोल्सामा चाहिँ हामीले खोज्नु हेर्नुपर्ने हुन्छ कि कुन साइडमा चाहिँ हुन्छ आजको हाम्रो वाटर हाउस है त ओके ल सराला पनि खुर्पासँग रेडी भइसक्यो ब्याक साइड टक्क है सारा सामान यहाँनिर रहेको छ अब लाग्यो साथीहरू बिस्तारै बिस्तारै सराला अघि हिँड्छ अनि म पछि गएँ ल लाग्यो है त साथीहरू आज पनि हाम्रो डिफ्रेन्ट टाइपले सर्भाइभ गर्नेवाला छ वान नाइट स्टे गर्नेवाला छौँ है त ल बिस्तारै लागौँ अघि बढौँ है चट्ट पारेर यो खोला रहेको छ यो खोलामा चाहिँ हेर्नु खोज्नुपर्ने हुन्छ कुन साइडमा चाहिँ आज हामीले बनाउँछौँ वाटर हाउस यहाँ सामानहरू राखिसक्यो अनि यो मेरो ब्याग रहेको छ यो ब्याग म राखिदिन्छु ल चट्ट पारेर सामान यहाँ राखियो अनि हामीले अब यो खोलामा यहाँ माथिपट्टि हुन्छ कि त यहाँ तलपट्टि यहाँ यो एरियामा कहाँ हुन्छ हामीले एउटा वाटर हाउस बनाउँछौँ साथीहरू है त ल म यहाँ छु अनि सरलाई यहाँ उसले नि सामान राखिसक्यो ल अब टाइम चाहिँ लगभग कति बज्यो अहिले घाम त यहाँ माथि छ चट्ट अनि खोला पनि दामी 3 जति बज्यो खोला पनि दामी बगिरहेछ अनि यो टक्क यस्तो सेपमा अब यस्तै खालको उच्चा टाइपको ठाउँमै चाहिँ हामीले बनाउँछौँ होला सायद है कहाँ यहाँ ठिक छ तिमीले नि भन है ल हेरौँ त कस्तो रहेछ ठाउँ वा ल यहाँ एउटा रुख पनि रहेछ भएन भने हामीले टक्क यो एरियामा एउटा हाउस बनाउनेवाला छौँ है त दामी हुनेवाला छ नि ल साथीहरू यहाँ खोला रहेको छ यो खोला चट्ट यो खोलामाथि नै हामी चाहिँ आज एउटा घर बनाएर एक रात काट्नेवाला छौँ है त यो चाहिँ हाम्रो च्यालेन्ज रहेको छ आजको हाम्रो काम चाहिँ टक्क यो खोल्सामा यो तरिकाले मैले अहिलेसम्म चाहिँ यहाँनिर अलिकति यो वाल लगाइदिएँ अनि यहाँ परतिर पनि लगाइदिइसकेको छु टक्क यहाँदेखि त्यहाँसम्मको मजाले मिल्छ अनि सरालाले यहाँ माथिपट्टि चाहिँ के गरे हो वाह ल छेकिदेऊ त झर्ना दामी बनाइसकेछ खसालिरहेछ है त ल दामी खालको झर्ना भइहाल्यो यार चट्ट त्यहाँ झर्ना हुन्छ अनि हाम्रो घर चाहिँ यहाँ अलिक ओतिर हुन्छ है त यो तरिकाले बन्ने कार्यक्रम हुँदैछ बनाइराखेको छ हामी दुईजना मिलेर सराला प्लस म उसको अब के कति टाइममा हामीले बनाइसक्छौँ है त हेर्दै गर्नु होला साथीहरू तपाईँको लागि भनेर यस्तो दुःख गरेर होइन मिहिनेत गरिरहेको छौँ भन्नुपर्छ ल दामी टाइपको यहाँ झर्ना पनि बनाइसक्यो सरालाले खुसी छौ ल यत्तिको अब रमाइलो गर्न मजा लागेर है त ल पारिपट्टि मैले वाल लगाइदिइसकेँ त्यति अब चट्ट पारेर यहाँनिर अब यो सुकेको रुखहरू खोज्नुपर्छ यहाँ माथिपट्टि त्यो रुखहरू ल्याएर यहाँनिर यस्तो दामी खालको ट्याप्पै माथिपट्टि राखेर अनि हामीसँग छाउनलाई अर्कै चिज छ है त ल फाइनली साथीहरू हामीले यो 3टा बल चाहिँ यहाँ राखिदिइसकेको छौँ यहाँनिर एउटा अनि त्यहाँ अर्को अनि त्यहाँ एउटा छेउमा अनि सरालाले यहाँ चाहिँ सफा गर्दैछ उपतिर सराला है त ल सानो अर्को भाइ नि आएछ हेलो गरिदिउँ ल भ्लगमा हेलो हाई ल भाइ पनि हेर्न आएछ किन भन्नुहुन्छ भने चाहिँ हामीले चाहिँ बब्बल टाइपको यहाँनिर एउटा स्टे गरेर आज बनाउनेवाला छौँ वाटर हाउस त्यो पनि एक रात बिताउनेवाला छ साथीहरू यही
यो पानीमाथिको घरमाथि है त हेर के कस्तो हुन्छ। अब वेदरको कुरा गर्नु पर्दाखेरि मौसम पनि धुम्मा छ। भाइ कस्तो हुन्छ अरे यहाँनिर भनिदेऊ त? पानी आयो भने के हुन्छ? भलले बगाउने चान्स छ, तर जे जस्तो भए पनि पानी अब यो बर्खाको पानी भए पनि लेकको खासै त्यति ठुलो पानी हुँदैन। त्यो भएको हुनाले लगभग यतिदेखि त सट्टै भित्रदेखि छिर्छ। त्यो भएको हुनाले अनि यिनीहरू चाहिँ हामीले खासै काँचो काटेको छैनौँ, सब सुकेको रुखहरू युज गरिरहेको छौँ है त। यिनीहरू चाहिँ टिपेर अनि यदि अब 1-2वटा चाहिँ हामीले युज गर्छौँ होला। अनि प्रायः सब सुकेको लकडीहरू भेला पारेर चाहिँ घर बनाइराखेको छ है त। अहिले हाम्रो यो जुन चाहिँ सेल्टर बनिसकेको छ त्यो पनि वाटर हाउस साथीहरू देख्न सक्नुहुन्छ। यहाँ तल खोला पानी छ, टक्क यहाँ माथिपट्टि घर हाम्रो है त। ट्याक्कै यो पछाडि झर्न पनि छ, देखिहाल्नु भयो। अनि सरलाजी ल सामान पास गरौँ हाम्रो घरभित्र। ल सरलाले चाहिँ अब सामानहरू टक्क भित्र पास गर्दैछिन्। ल देख्न सक्नुहुन्छ। ल सामान सबै पानी पर्न थाल्यो बाहिर अलिअलि, फिस सिमसिम। ल ठिकै छ। ल यो तरिकाले झप्पै हामीले छाइदिइसकेको छौँ। जे जस्तो भयो नि झर्ना यहाँ छ। यो पानी बढे पनि यहाँदेखि सट्टै छिर्ने ठाउँ छ, सट्टै छिरेर मुनिपट्टि जान्छ है त। हामी चाहिँ आज जे जस्तो भए पनि पानी माथि बस्नेवाला छौँ, त्यो पनि एक रात है। आज पनि हाम्रो कपाल सर्भाइभल च्यालेन्जै रहेको छ, त्यो पनि वाटर हाउस माथि है त। वाटर हाउस पनि हाम्रो बनिसकेको छ है त। भरे अब पानी सानी के कति पर्छ के हुन्छ भरे थाहा हुन्छ। हाम्रो चुला चाहिँ यहाँ रहेको छ, यहाँ सट्ट चुला चाहिँ यहाँ हुन्छ। अब दाउरा साउरा झ्यापझुप ल्याएर आगो सागो बाल्ने हो अनि खाजा नास्तातिर राख्नुपर्ने हुन्छ है त। हाम्रो सेल्टरको अगाडिदेखि गयो भेडाहरू देख्न सक्नुहुन्छ है त। भेडा सकलेजी कस्तो लागिरहेछ? ल नाङ्गोटे सबै केस काटिदिइसकेको रहेछ भेडाहरूको चाहिँ। ल देख्न सक्नुहुन्छ यहाँ परतिरदेखि पनि आउँदैछ। यो भेडाको गोठलाहरू चाहिँ छैन होला, बस साथीहरू देखिहाल्नु भयो त यहाँनिर। तल बाहिर चाहिँ पानी पनि पर्दैछ नि त, पुरा सिमसिम पानीमा भेडाहरू। ल ठुलो साँड त छैन होला। ल यहाँदेखि तारेर जान्छ। ओ हाम्रो पानी नागिराख्यो यार भेडाले, त्यहाँ माथि हो। ल त्यही पानी चाहिँ टक्क यो तल आउँछ, यो झर्ना। ल हामीले स्टे गर्ने ठाउँ है त यो। आजको आगो पनि सरलाले सल्काइदिइसकेको छ, देखिहाल्नु भयो यहाँनिर। ओहो दामी बब्बल यार, भेडा कस्तो मजाले तारिराखेको छ। ल पानी पनि परिरहेको छ सिमसिम। आज पनि राइन क्याम्पिङ भयो साथीहरू। जहिले बर्खामा त राइन क्याम्पिङ मात्र हुन्छ यार। पुरा पानी परिरहेको छ। पानी पनि यस्तो जुगाड गरिरहेको छ, पानी यस्तो जमिसक्यो यार। अब ढिलै नगरिकन अब यहाँभित्र हामी खाजा नास्ता बनाएर खान्छौँ है त। चामल चाहिँ धुइसक्यो है। ल अब उसले लिएर आएर यो चट्ट चुलामा बसाइदिन्छन् है, देख्न सक्नुहुन्छ यहाँनिर। ल चट्ट बसाइदिउँ। ल यहाँनिर खाना पनि यो तरिकाले बसाइराखेर हामी चाहिँ एकैछिन कहाँ जान्छौँ? तरकारी खोज्नलाई। तरकारी साथीहरू अघि हामीले देखिसकेको थियौँ है त, अघि अफ क्यामेरा। अनि त्यो भएको ठाउँमा हामी जान्छौँ, गएर त्योहरूलाई चाहिँ मारेर ल्याउने हो। ल यतिको छोपिराख जाउँ है। ल यतिको होस् न त, आइहालिन्छ होला। ल साथमा यतिको छोड्यौँ। ल अब चाहिँ हामी लाग्यो एउटा पोलिथिन के बोकामै, एउटा प्लास्टिक पोलिथिन। ल साथीहरू अब यो हाम्रो बासस्थानलाई छोडेर एकैछिन गयौँ है हामी। यहाँ माथिपट्टि जानुपर्ने हुन्छ। अनि अहिले चाहिँ ल साथीहरू हुस्से पनि लागिरहेको छ है। ल हाम्रो स्टे गर्ने ठाउँ बासस्थान चाहिँ यहाँ परतिर। सरला निस्किँदैछिन्। ल सब्जी लिन हिँड्यौँ होइन। ल हिँड ल लाग्यो है त यहाँ माथिपट्टि।
ल यहाँनिर देख्न सक्नुहुन्छ यो के हो भनेर ल हेर्नु त साथीहरू के हो यो ल मार्नु थालिहाल टिप्न थालिहाल यसलाई चाहिँ साथीहरू च्याउ भनिन्छ है त्यो च्याउ नेपाली च्याउ हो के नेपाली अर्ग्यानिक लोकल च्याउ है च्याउको सब्जी खानेवाला छौँ आज चाहिँ हामी वाउ दामी छ नि ल साथीहरू देखिहाल्नु भयो म यहाँ छ यसलाई चिप्ले च्याउ भन्छ हाम्रो भाषादेखि चाहिँ अब अरूले के भन्छ कमेन्ट्स गरिदिनु होला है तपाईँहरूले के भन्नुहुन्छ भनेर अनि हाम्रो वासस्थान चाहिँ यहाँ मुनि हो साथीहरू ठाउँ चाहिँ यो टाइपको रहेको छ है उता तल धुवा आइरहेको छ हाम्रो स्टे गर्ने ठाउँ ल देख्न सक्नुहुन्छ यस्तो ठाउँमा हामी चाहिँ आएको छौँ क्याम्पिङको लागि यहाँनिर सब्जी टक्क भेट्यो अब सब्जी टिप्छौँ है त चट्ट परेर यहाँ पनि सब्जी छ होइन यहाँ पनि छ अनि चट्ट यहाँ माथिपट्टि पनि यहाँ हेर्नु साथीहरू यस्तो धेरै छैन यार ओ माइ गड ल ढिलै नगरिकन टिप्ने यसलाई फाइनली साथीहरू हामीले च्याउ चाहिँ अहिले लिएर आइसकेको छौँ है त अहिले चाहिँ राति पर्न आँटिसक्यो माथिदेखि ल्याएको च्याउ चाहिँ देखिहाल्नु भयो है यहाँनिर अब चाहिँ यो च्याउलाई चाहिँ हामी केलाउँछौँ है यहाँनिर चट्ट पारेर केलाउँछ केलाएर मजाले धोएर सट्टै भुट्ने हो होइन अनि के छ भने साथीहरू यहाँनिर होइन खाना त अब पाकि नै सकिएको छ यहाँनिर खाना यहाँनिर पाकिसकेको छ है साथीभाइहरू देख्न सक्नुहुन्छ खाना बब्बल पाकिसक्यो खाना पाकिसकेपछि अनि हामीसँग चाहिँ छ साथीहरू यो चाहिँ दुध हो है गोठदेखि अघि माथिदेखि लिएर आएको अघि यो दुध पनि हामीले पकाएर खानुपर्ने हुन्छ दुध पनि खाने आज चाहिँ बब्बल मिठो हुनेवाला छ ल अहिले चाहिँ पुरा रात पनि पर्न आँटिसक्यो साथीहरू जे जस्तो भए पनि अब मेन्टेनेन्स गर्नुपर्छ मेन्टेनेन्स है त ल रात पर्न आँटिसक्यो ढिलाइ नगरिकन यहाँ च्याउ सराराले केलाउँदैछौँ चट्ट परेर है त ल केलाम तेल खारिसक्यो रहेछ ल चट्ट पारेर आज च्याउ भुटेर खानुपर्ने हुन्छ है र च्याउ देख्न सक्नुहुन्छ यहाँनिर सरल च्याउ लागिरहेछ वा यही तरिकाले ल कुकमेन आजको सरला जी है रमाइलो भइरहेछ राति पकाउनलाई एकदम रमाइलो भइरहेछ है त्यो पनि ट्याक्क वाटर हाउसमाथि झर्ना पनि बब्बल छ अनि हामीले यहाँनिर लाइटिङ पनि बब्बल सेटअप गरिसकेको छ यहाँ माथिपट्टि म चाहिँ साथीहरू यहाँनिर रहेको छु है त मलाई पनि बब्बल रमाइलो भइरहेको छ आज भन्नुपर्छ जे जस्तो भयो नि ल यहाँनिर टक्क ल सब्जी देखिहाल्नु भयो ल चट्ट भुटिदिउँ त होला च्याउ यसलाई अलिकति मार मसला टक्क लाएर यस्तो मिठो दामी हुन्छ कुरै नगरौँ साथीहरू होइन अनि खाना चाहिँ हाम्रो अब एउटै मात्रै भाँडो भएको हुनाले ल यहाँनिर रित्याएको छौँ खानु अलिक डढेछ नि ठिक छ केही छैन है त देखिहाल्नु भयो हाम्रो वासस्थान चाहिँ यस्तै छ है त आज हाम्रो वासस्थान चाहिँ यहाँ परतिर रहेको छ सराराले काम गरिरहेछ त्यहाँनिर है त ल चट्ट पारेर यहाँ देख्न सक्नुहुन्छ दामी छ बब्बल खोला पनि बगिरहेछ यहाँ तलपट्टि पनि खोला गइरहेछ साथीहरू अनि म चाहिँ साथीहरू यहाँ रहेको छु है त अब म पनि जाँदैछु सराला भए ठाउँमा त के छिरेँ म होइन के गर्दैछ त उसले ल के गर्दैछौ तरकारी चाहिँ राखेको होइन तरकारी उसले राखिरहेछ यहाँनिर त्यो यो चाहिँ हाम्रो चिप्ले च्याउ अनि यो खाना यहाँनिर अनि यहाँ चाहिँ दुध ल चट्ट उसले चाहिँ पखालेर ल्याएर चाहिँ बसाली दिन्छ अरे है ल हाम्रो आजको बसाइ चाहिँ यो खालको ठाउँमा यसरी
काम पनि चलिरहेको छ है। र खानासाना चाहिँ यहाँ राखिसक्यो र म चाहिँ यहाँनिर यसो रमाइलो गर्दै भिडियो गर्दै बसिरहेको छु। अनि पालो पालो गरेर दुईजनालाई सहज भनेर होस् भनेर यताउता गरेर हामीले काम गरिरहेका छौँ। अब चाहिँ हामी यहाँनिर चट्ट पारेर दुध चाहिँ पकाउँछौँ है त। यहाँनिर पाकिसक्यो, उम्लिसक्यो सरला। बबल उमाला त एकपटक फुफु गर्न भ्याउँछौ। यस्तो मिठो उम्लिन्छ साथीहरू। अघि त यस्तो मिठो उम्लिरहेको थियो। चट्टा हेरौँ है त साथीहरू। यस्तो तरिकाले दुध चाहिँ खरो टाइपले उम्लिन्छ है त। फर्स्ट टाइम दुध चाहिँ पकाइराखेको छौँ हामीले चाहिँ। सरला पहिला दुध पकाएको थियो तिमीले? ए ल, उसले पकाएको थिएछ। मैले चाहिँ फर्स्ट टाइम हो साथीहरू। अरू बेला चाहिँ दुध पकाएको थिएन यो तरिकाले। आज चाहिँ जस्ट पकाउने मौका मिल्यो भन्नुपर्छ है त। ल यस्तो झपझुप रात परिसक्यो। अब पाकिसक्यो होइन त सबै दुध पनि। दामी उम्लियो। ल उता देऊ ल त्यो साइडमा है पोखिन्छ है दुध चाहिँ। अहिले हामीले खाँदैनौँ किन भन्नुहुन्छ भने चाहिँ यो च्याउ छ, यो च्याउसँग मिसाउनु हुन्न अरे। यो च्याउ पनि दामी पाकिसक्यो यहाँ खाना। ल है त अब फर्स्ट अफ अल साथीहरू हामी खाना खान्छौँ अब है। हामी चाहिँ मामसाम टक्कसँगले खाइसकेर यहाँनिर सरलाले चाहिँ अहिले चाहिँ ओछ्यान पनि लगाइसके छिन् है। जे जसरी भए पनि यस्तै ठाउँमा आजको रात काट्नेवाला छ। ल आगो दन्दन यहाँ सल्किरहेको छ। अनि यहाँनिर खाना चाहिँ पोका पारेर यहाँ राखेका छिन्। अनि यहाँनिर थाल बटुकोहरू हामीले राखेको छौँ है। अनि लाइटिङ पनि यो टाइपको रहेको छ। ल यहाँ परतिर चाहिँ सानो झर्ना रहेको छ। टक्क यस्तै ठाउँमा आजको रात चाहिँ हामीले जसरी भए पनि काट्नुपर्ने हुन्छ है त। वाटर हाउस ठुलो रहर सपना थियो, त्यो भएको हुनाले यस्तै ठाउँमा आजको रात हामी दुईजनाले काट्नेछौँ साथीहरू। यहाँ तलको खोला कस्तो सरङ्ग यस्तो दामी बगिरहेको अवस्थामा। अनि यो 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 झरहरू चाहिँ तातो तातो खालको झर हुन्छ। त्यो भएको हुनाले हामीले टक्क त्यहीँ माथि यो तरिकाले ओछ्यान लगाएको छौँ है त। यस्तो तातो गरी आज सुत्नेवाला छौँ हामी। पानी तातो, ल तातो पानी पिएर सुत्ने हो। अनि आगो पनि यस्तो मिठो सल्किरहेको छ आज त कुरै नगरौँ साथीहरू। ल है त अब चाहिँ हामी यहाँ तातो पानीहरू यसो पिउने हो। अनि पिएर टक्कसँगले सुत्नु पर्ने हुन्छ। सुत्ने ठाउँ चाहिँ आज यस्तो दामी भइरहेको छ साथीहरू। कुरै नगरौँ है त, यस्तो सुत्ने हो चट्ट पारेर है। हेलो एभ्रिवान, गुड मर्निङ है त। आज नेक्स्ट डे रहेको छ है। सबैजनालाई गुड मर्निङ। हाम्रो वासस्थान यहाँनिर यो देख्न सक्नुहुन्छ। यहाँनिर सरला उठ। ल यस्तै ठाउँमा आजको रात बिताइयो। अनि म चाहिँ झप्प उठेर अहिले यो आगो चाहिँ अलिअलि रहेछ कोइला। अनि मैले अहिले जोडिदिएको छु, दामी भयो। ल सरलाजी उठ्नुहोस्। निन्ने पुग्यो। ल आजको रात हामीले यहाँनिर काटेको थियौँ। बब्बलाई रमाइलो भएको थियो, कुरै नगरौँ साथीहरू। टक्क झर्न तर राति हल्का पानी पनि परेर यो सब चिसो छ है त। चिसो छ जस्तो भए पनि आजको रात चाहिँ पनि हामीले फाइनली काट्न सफल भइसकिएको छ। अहिले चाहिँ लगभग 5 बजेको होला होइन, 5 जति बजेको छ। घामले झुल्किसक्न आँटो साथीहरू देख्न सक्नुहुन्छ। दामी यार
अहिलेसम्म सुतियो अरे हामी त ल अब चाहिँ उसराला पनि उठिसक्यो अब चाहिँ हामी यहाँनिर यताउता गर्छौँ खाजा नास्ता बनाएर खान्छौँ आगो सागो पुग्छौँ है त ल छ्यानुले उठाउँदैछन् ल चट वाह ल मजाले तत्तिएछ यो दुध तताउने है यो चाहिँ हिजोको दुध हो साथीहरू हिजो चाहिँ मैले खाइनँ सराराले एक्लैले खायो दुध चाहिँ उसले खायो अब भाँडाकुँडा उसले त्यहाँनिर टक्क धुन्छ ल हाम्रो धारो पनि त्यहाँ नजिकै छ है दामी छ हामीलाई जस्तो भए पनि अनि यहाँ पट्टि चाहिँ घाम चाहिँ अहिले चाहिँ झुल्किसक्यो यो त लेक हो नि त डाँडामा त अब बिहानै घाम झुल्किहाल्छ क्या अनि घाम चाहिँ झट्ट झुल्किसक्यो यस्तो दामी मिठो झुल्किसकेको अवस्था रहेको छ हो जे जस्तो भए पनि अनि हल्का चिसो चाहिँ आयो तर यो तातो तातो खालकै हो नि त यो हरियो भए पनि हल्का अलिअलि चिसो आयो तर यो ज्याकेट स्याकेटहरू यस्तो डह्रो ज्याकेटहरू लगाएको नि त ज्याकेट स्याकेट लिएर खप्ट्याएर मजासँगले सुत्यो जे जस्तो जसरी भए पनि हामीले एक रात चाहिँ यो वाटर हाउस बनाएर चाहिँ काटिसकेका छौँ अब चाहिँ हामीले यहाँनिर दुधसुध पकाउने हो पकाएर हामीसँग नास्ता स्वरूप छ बिस्कुट है अनि यो बिस्कुट खान्छौँ दुधसँग अनि खाएर साथीहरू अनि माम पनि भएर पकाएर खानुपर्छ होला त्यही भएर चार्ज चाहिँ मेरो कम्ती छ भिडियो चाहिँ कतिसम्म गर्छु हेर्दै गर्नु होला है हाम्रो खाजा नास्ता चाहिँ तयारी भइसकेको छ यहाँ 2 ठाउँ दुध अनि बिस्कुट है ल वाह बिहान अर्ग्यानिक दुध है दामी यो बिस्कुटसँग खाने हो खाजा खाने हो साथीहरू खाजा बिहान है घाम पनि मेरो अनुहारमा सुत्न लागिसक्यो घाम झुल्क्यो मिठो थियो दुध र बिस्कुट ल खाइसक्यौँ हामीले चाहिँ बिस्कुट अनि दुध अब चट्ट पारेर खाइसक्यो अब चाहिँ एकैछिन आगो सागो ताप्दै बस्ने हो साथीहरू ल यहाँनिर म यहाँ रहेको साथीहरू अब लास्ट तपाईँहरूलाई म देखाइदिन्छु हाम्रो वासस्थान साथीहरू वासस्थान चाहिँ के कस्तो छ भनेर ल यहाँ तल आएँ म चाहिँ होइन हाम्रो वासस्थान चाहिँ मेरो पछाडिपट्टि रहेको छ निकाल्देऊ ल यो सारसामान साराले चाहिँ अब घाममा निकालेर सुकाइदिने अरे किन भन्दाखेरि राति हल्का चिसो पनि भएको छ ल ऊपरतिर लगेर उसले सुकाइदियो साथीहरू अनि हाम्रो वासस्थान चाहिँ साथीहरू हेर्नु त चट ल खोला बगिरहेछ मुनिदेखि हाम्रो चुला त्यहाँ सुत्ने ठाउँ यहाँ अनि टक्क ऊ माथिपट्टि झर्न देखिहाल्नुभयो यस्तो बब्बल छ साथीहरू पुरै नगरम है अब सारा उपरतिर रमाइलो गर्दैछ म यहाँनिर रहेको छु हाम्रो वासस्थान फाइनल तपाईँहरूलाई मैले देखाइसकेको चाहिँ के कस्तो लाग्यो कमेन्ट्स गरिदिनु होला अहिले चाहिँ सामान प्याक गरिसक्यौँ है सरालाई चाहिँ यहाँ टोलाइरहेछ अहिलेसम्म सुतेको थियो नि त उता खानासाना अघि पकाएर खायो अरे अनि आजको हाम्रो जुन सर्भाइभ चाहिँ यहाँनिर गरिएको थियो देखिहाल्नु भयो है त यहाँनिर टक्कसँगले बब्बलाई भएको थियो म यहाँनिर रहेको छु ल यो ठाउँलाई धेरै धेरै धन्यवाद है एक रात काट्नमा सफल त तरिकाले यसलाई उसले साथ दिएको थियो हामीलाई है यो खोल्ची नि राति केही त्यस्तो बढेन है जे जस्तो भए पनि हाम्रो 100 सर्भाइभल च्यालेन्ज रहेको थियो त्यो हुनाले हामीले कम्प्लिट गरिसकेको छ है त यस्तै ठाउँमा ल जाऊँ सर ल यो ठाउँलाई अब टाटा बाई बाई सारसामानहरू अब हामीले सब प्याक गरिसक्यौँ अनि यो बढी जति चाहिँ मेरो ब्यागमा यो सारसामान चाहिँ लागिएको छ देखिहाल्नु भयो ल
ल आगो नि हामीले झ्यापझिप पाऱ्यौँ अलिअलि त्यो धुवा उडिरहेछ त्यो चाहिँ पछि भरे पानी परेर त्यो मरिहाल्छ ल सरलाई यहाँ छिन् अल्छी गरिरहेको छिन् ल साथीहरू गयो लाग्यो है त त्यो साथीहरू तपाईँहरूलाई यो वाटर हाउस के कस्तो लाग्यो होइन अनि वान च्यालेन्ज भिडियो के कस्तो लाग्यो कमेन्ट्स गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला एन्ड च्यानलमा हेर्नु नै हुन्छ भने चाहिँ सब्सक्राइब गरेर सपोर्ट माया देखाइदिनु होला भन्दै आगामी दिनहरूमा पनि यस्तै यस्तो ब्लग भिडियो लिई उपस्थित रहनेछौँ। यो वाटर हाउस बनाउने एरिया चाहिँ परतिरको यो डाँडा टेक्कै त्यो डाँडाको उतापट्टि हो त्यहाँनिर एउटा खोल्ची छ त्यो खोल्चीमा चाहिँ वाटर हाउस बनाएर एक रात हामीले काटाउन सफल भइसकिएको छ है। उतादेखि हामी चाहिँ यता आइसकेको छौँ साथीहरू अब चाहिँ हामी यस्तो रमाइलो ठाउँहरू हेर्दै गइसक्यौँ है। भिडियो चाहिँ अब हेरिदिनु होला अनि हामीले चाहिँ अब यो चाहिँ पार्ट 2 पार्ट भिडियो जुन चाहिँ डे 1 डे 2 डे 3 सम्म चाहिँ सुट गरेको छौँ है। भिडियो चाहिँ अब रेगुलर आएको छैन किन भन्दाखेरि एडिट गर्नु पऱ्यो ह्याङ गर्नु पऱ्यो होइन। हामी चाहिँ यता आइसक्यौँ अनि यस्तो खतरा भ्यूहरू छ डाँडा काँडा आम्मा नेचर हेर्नु न हेर्नु परतिर गोठ पनि छ है। त्यो गोठतिरदेखि दुध पनि ल्याइएको थियो किनेर ल हामी चाहिँ यहाँदेखि तल जान्छौँ। हाम्रो गाउँ चाहिँ यहाँदेखि तल पर्छ मुनि पर्छ। ल साथीहरू जुन योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले डाँडातिरै हाम्रो सर्भाइभ थियो त्यहाँ पनि होइन। त्यो सर्भाइभमा चाहिँ मैले तपाईँहरूलाई देखाएको छु कि त्यो चाहिँ 24 आवर सर्भाइभल च्यालेन्ज थियो हामी कपालको। अनि त्यो टाइममा चाहिँ मैले माथि डुलेर देखाएको छु डाँडाहरू चेक गर्नु होला हेर्नु होला भन्दा टाटा बाई बाई।